नमस्कार, मेरो नाम सोनम भने घाट चाहिँ धादिङ जिल्ला अहिले टु भ्याली वार्ड नम्बर 1। अहिले हाल चाहिँ यो काठमाडौँ गोलढुङ्गामा अहिले 7 वर्ष म व्यावसायिक कृषि पेसा गरिरहेको छु। प्रमुख बाली चाहिँ गोलभेरा हो होइन, त्यो चाहिँ मुनितिर अब पछि चाहिँ काउली भन्दा सागहरू गरिरहेको छु। तालिम पाइसकेपछि अब यो टुटाहरूले धेरै सताउने होइन, टुटालाई चाहिँ कसरी नियन्त्रण गर्ने भन्ने विषयमा यो पाइलो कारहरू झुन्डाउने होइन, त्यहाँ चाहिँ भारीलाई चाहिँ नि पासो पारिदिने होइन, त्यो कुराहरू मैले सिक्न पाएँ। त्यो हाम्रो झोल मलको विषयमा जैविक तरिकाले चाहिँ तपाईँको 3 तरिकाले चाहिँ हामीले मलहरू बनाउन मिल्ने रहेछ। एउटा चाहिँ तपाईँको किराहरूको विषयमा होइन, किरालाई चाहिँ जुन अमिलो तरुल होइन पिरोहरू झोल मल बनायो भने त्यसले चाहिँ नि कतिपय किराहरू चाहिँ मन नपराउने रहेछ, त्यो चाहिँ भगाउन मिल्ने रहेछ। अर्को चाहिँ मल भनेको चाहिँ तपाईँको झोल मल होइन, जुन चाहिँ नि अर्ग्यानिक तरिकाले हामीले झोल मल पनि बनाउन मिल्ने रहेछ। अर्को कुरो चाहिँ तपाईँको जुन माटोको लागि चाहिँ मोल हुने गरेर जुन एउटा कुहिने गरेर पनि हामीले बनाउन मिल्ने रहेछ। त्यसरी नै हामीले चाहिँ अलिकति यो विषादीहरूलाई चाहिँ कम गर्दै होइन, एकैचोटि रोक्न सक्दैन हामीले होइन, अलिअलि गर्दै होइन, पछि चाहिँ रोक्ने हिसाबले पनि प्लान गरिरहेको छु होइन। मैले अस्ति सिकेको कुराहरू चाहिँ नि अहिले चाहिँ अबको यो बालीहरूमा चाहिँ नि अलिअलि हुँदै गरेर मैले चाहिँ पुरै यो थुक्पा सिजमा पठाउने हो होइन, अनि छ्याप्ने पनि होइन, त्यसरी नै मैले कन्ट्रोल गर्ने विचारमा गएको छु होइन। यो चाहिँ तपाईँको यो जेठी माइली कान्छी भन्ने पनि हामीले सिकेको थियो। त्यो भनेको चाहिँ नि तपाईँको एउटा चाहिँ जेठी भनेको यो काउली भयो होइन, त्यसपछि चाहिँ तपाईँको कान्छी माइली कान्छीहरू पनि यो तपाईँको के भन्छ चम्सुर पालङ्गोहरू पनि पायो होइन। त्यसपछि तपाईँको यो काउलीलाई चाहिँ नि यो अर्काले साग रोपिसकेपछि सँगसँगै बढ्दै गर्दाखेरि तपाईँको यो चम्सुर पालङहरू उखाल्ने बेलामा चाहिँ तपाईँको यो हामीले चाहिँ त्यहाँ सागबाट पैसा पनि पायो होइन, दोहोरो फाइदा पनि हुने रहेछ भन्ने कुरो हामीले सिक्यो होइन। अहिले चाहिँ चम्सुर पालङ्गो छ, यो चाहिँ यो उखाल्दै गर्दाखेरि तपाईँको झार उखाले जसरी पनि भयो होइन, अब गोर्ने जसरी पनि भयो, पछि चाहिँ तपाईँको पैसा पनि पायो होइन। गोर्ने मात्रै जस्तै यो केही लाएन भने त गोर्नै पर्ने हुन्छ, पैसा दिनुपर्ने हुन्छ, तर त्यसले चाहिँ यो के भन्छ यो साग रोप्दाखेरि पैसा पनि पायो होइन, दोहोरो फाइदा हुँदो रहेछ भन्ने कुरो हामीलाई थाहा भयो यो गरेको टिप्समा। गाईको मल चाहिँ तपाईँको पुरै कुहाएर होइन, तपाईँको गरेवला मलबाट पनि बनाएर गाईको मल पनि बनाउने विषयमा सिक्न पायो होइन। त्यहाँ चाहिँ पुरै मल चाहिँ कुहिएर होइन, त्यो बुरबुर भएर मात्रै हाल्नुपर्छ भन्ने विषय पनि सिकायो है। त्यो चाहिँ तपाईँको के भन्छ मललाई पनि खोर बनाएर होइन, छाप्रो बनाएर राख्ने, जसले गर्दा तपाईँको घामले पनि नउराउने होइन। एक हिसाबले तपाईँको पानी हामीले बर्खाभरि राखेर पानीले नै बगाउने होइन, त्यो चाहिँ मल राख्नु भएन होइन। मललाई व्यवस्थित गरेर छोप्ने होइन, चाहिँ खोर बनाउने छाप्रो बनाउने होइन भन्ने कुरा हामीले सिक्न पायौँ। बजारको विषयमा पनि अब हामीले आफैले बेच्न सक्यो भने अलिक फाइदा हुने रहेछ भन्ने कुरा पनि थाहा भयो। म चाहिँ अब आफै बेच्ने गरेछ अहिले चाहिँ नि होइन। अब हामीले चाहिँ तपाईँको बिचौलियाहरूले चाहिँ पैसा धेरै खाने रहेछ होइन, हामी आफै बेच्न सक्यो भने हामी नाफा हुने रहेछ होइन। जस्तै अब यो हिसाब किताब पनि राख्नुपर्ने रहेछ हामीले चाहिँ कतिपय अहिलेसम्म चाहिँ हिसाब किताब राखेको थिएन। यो ट्रेनिङमा जाँदाखेरि चाहिँ हामीले चाहिँ हिसाब किताब पनि राख्नुपर्ने रहेछ भन्ने कुरो सिक्न पायौँ होइन। अब हामीले चाहिँ धनियाँको खुर्सानीको मुलाको सबै हामीले हिसाब गरेर राखेको थिएन होइन, बेच्दै गरेको पनि थियो र हिसाब लेखेर राखेको थिएन। अनि यो काउलीलाई चाहिँ हामीले चाहिँ बजारमा लाँदाखेरि यो पातहरू अलिअलि राखेर चाहिँ छोपेर लानुपर्ने हुन्छ, किनभने अब बोरामा राख्दाखेरि यो चाहिँ त्यतिकै यो पात राख्यो भने तपाईँको दाग लाग्छ, नराम्रो हुन्छ, कालो हुन्छ, राम्रो बिग्रेन होइन।
अब हामीले यो छोपेर राख्यो भने यो सेतो हुन्छ, सेतो सबैले मनपर्छ होइन। त्यस कारणले चाहिँ भाउ पनि धेरै पाउँछ होइन। हामीले नभए पनि अब आफूले खान पायो होइन, हामी आफैले बेच्यो भने होइन, र हामीले बेच्ने अर्कोलाई दियो भने अरू नभए खाइदिन्छ, त्यो भने हामीले धेरै फाइदा हुँदो रहेछ भन्ने कुरा हामी थाहा पायौँ योपालि चाहिँ। योपालि हामीले तालिम लिँदै गर्दाखेरि राम्रो, एकदम मलाई राम्रो लाग्यो होइन। अबको पछिको दिनहरूमा चाहिँ आज हामीले कृषि गर्दै गर्दा होइन, अब त्यो तरकारी खेती गर्दाखेरि यो पातहरू भयो होइन, अनि वरिपरि भएको झारहरू पनि अब अहिले मैले खेती गर्दै गर्दा त्यो घाँस खानका लागि केही थिएन होइन। अनि त्यो घाँस खानका लागि पनि हामीले पशुहरू पाल्नुपर्ने रहेछ। अनि पशु पाल्दै गर्दा पनि हामीले तपाईँको ट्रेनिङहरू लिनुपर्ने रहेछ नि त होइन। तपाईँको पशुको लागि पनि हामीलाई ट्रेनिङ चाहिँ चाहिन्छ भन्ने कुरो थाहा भयो होइन। अनि तपाईँको विशेष गरिकन यो कृषि गर्दै गर्दा तपाईँको पशु भनेको चाहिँ तपाईँको पशु र तपाईँको कृषि तरकारी चाहिँ नाङ र मासु जस्तै रहेछ। किनभने यो चाहिँ पशुबाट खाने होइन, त्यहाँबाट वेस्ट आउने चाहिँ तपाईँको मल हुँदो रहेछ होइन। त्यही मल हामीले यो नहालिकन यसरी आउँदैन रहेछ है। त्यस कारणले चाहिँ हामीले तपाईँको जब गाई अथवा भैँसी जस्तै बाख्राहरू पनि पालन गऱ्यो भने दोहोरो हुँदो रहेछ होइन। त्यस कारणले चाहिँ हामीले मल पनि धेरै किन्नु परेन, त्यहाँबाट आउने मलहरू पनि यही बारीमा हाल्ने भयो, तपाईँको पिसाबहरू पनि त्यहीँ बारीमा हाल्न पाउने भयो होइन। त्यस कारणले चाहिँ धेरै चाहिँ फाइदा हुँदो रहेछ भन्ने कुरो थाहा भयो। त्यस कारणले चाहिँ हामीले पशुको लागि पनि तालिमहरू लिन पाए राम्रो हुन्थ्यो।